मन्त्री क्वार्टर हेर नि त जस्तै भएर छ नि त जस्तै पारेको रहेछ नि सब जलाएर केही छैन जनताको हालत त्यस्तो छ यिनीहरू विलासी जीवन जिउने हो देश पनि त्यही अनुसार विकास गरेर है यतिकोमा बस्न तिनीहरू डिजर्भ गर्थ्ये तर अहिले अब यस्तो खर्च गरेर नयाँ राज्यको ढुकुटी कहीँ केही रहेको रहेन नि त सबै ध्वस्तै बनाइदिएर छ यस्तो घर बनाएर केही छैन मन्त्री क्वार्टरको हालत त्यो नि प्रदेशको अरे दोष मुख्यमन्त्री मजाले निकाल्दै फिल्मतिरबाट सक्छ हालत यो त त्यो के अरे पुरानो मुभीतिर यस्तो पुरानो त्यो बिल्डिङहरू हुन्छ नि त्यस्तो ध्वस्त भएको अहिले त कौवा आवाज भएछ यार काग मात्रै हुँदैन यहाँ त नि फेरि खतरा वाल लगाएको रहेछ नि त चोरहरू बचाउ अभियान बाटो गएको थियो है तर यहाँबाट केही देखिँदो रहेछ न ल माल मटेरियल छ पैसा कति पैसा खर्च गरेर है कति पनि गेट रहेछ नि त एउटा छ सुरक्षाको लागि राखेको नि यता यो चाहिँ के हो यता पनि हान्दा थियो क्या हो यहाँ पनि रहेछ नि त यता पनि रहेछ नि त ओहो हेरौँ त जस अवशेष मात्रै छ भित्र चिज बुझ्दैन कति खर्च गरेर कति महँगो चिज हाल्नु होला त्यतिखेर यहाँ हेर न राणा बानहरूलाई यस्तो बिल्डिङमा राख्नुपर्ने है तर यो त लेक्स नेबरको छ रहेछ नि बनाएको यार खर्च कस्तो खर्च गरेर रहेछ वालमा धरि यस्तो चाहिने चिज हालेको छ त्यो भित्र कस्तो होला त यहाँबाट जाउँ कौवे का राज चल रहा है का यो मलाई यो रुखको फोटो खिच्न मन लागेको थियो।